अहिले हामी फर्किरहेको अहिले पानी परेर आजको दिन धेरै मौसम बिग्रिरहेको छ। हेर्नुहोस्, हामी हेर्न सकिन्छ यस्तो भएको छ बाटो। हेर्नुहोस्, बाटो चिप्लो भएर हिँड्न पनि मुस्किल छ। ओहो यस्तो बाटोमा आज बाँदरहरू पनि यति छन् कि के भनौँ। यस्तो बाटो, यसलाई मर्मत पेज गर्न पनि राम्रो हुन्थ्यो। यहाँका अध्यक्ष उपाध्यक्षले हेर्ने पर्ने बाटो हो यो। हेर्नुहोस्, हामी अहिले सामान लिएर फर्किरहेका छौँ। अघिल्लो पार्टमा हामीले आइरहेको अवस्था अनि पानीका टङ्कीका बारेमा, पहिरोका बारेमा र बाटो देखाइरहेका थियौँ। अहिले हामी घर फर्किँदैछौँ। हेर्नुहोस्, यो पछाडि वाल बनाएको छ अनि वालपछि यहाँ नाली बनाएको छ जसको पानी गइरहेको छ। नली बनाए नि हेर्नुहोस् त, बाटो यस्तो चिप्लो छ। हल बाटोबाट पनि हिँड्ने। हेर्नुहोस्, मेरो विचारमा यो बाटोमा चाहिँ डस्टबिनको व्यवस्था गर्ने नि यति राम्रो हुन्थ्यो। यहाँ जताततै फोहोर छ, यसले गर्दा वातावरण प्रदूषण हुनसक्छ। हेर्नुहोस्, आफ्नो ठाउँको सफाइ नै हाम्रो सरसफाइ हो, यो बुझ्न जरुरी छ। हामी अहिले फर्किरहेका छौँ। अहिले भर्खर एउटा बाटो गएको छ। यस्तो चिप्लो बाटोमा पनि कसरी हिँड्ने होला। यो पहिरो बाटो चाहिँ, यो पहिरो हेर, यो पहिरो अझै जाने सम्भावना हुन्छ। यसलाई राम्रोसँग फालिदिनु भने यहाँका अध्यक्षले राम्रो हुन्थ्यो। माथिपट्टि सबै वन, हेर्नुहोस्, यो हेर्न सकिन्छ। यहाँ तलपट्टि पनि वन छन्। मौसम अहिले परिवर्तन हुँदै गएको छ। हेर्नुहोस्, अहिले हामी वासस्थान चोका, मतलब हाम्रो यो बस्ने स्थल चोकामा आइएको छ। कटहर चोक भनिन्छ यसलाई। यहाँबाट पारिचक सब हेर्नुहोस् त नजारा। बाली लगाएका छन् पहिले, हेर्दै जानुहोस्। अहिले हामी हिँडिरहेको अवस्था रहेको छ। यहाँ पनि कागजहरू फोहोर रहेको छ। हामी हिँडिरहेका छौँ। यहाँ पहिला पिच गर्ने भन्ने सम्भावना थियो, तर यो बिचबाट रोकिएर यस्तो ढुङ्गा भएको छ, हेर्न सकिन्छ। यहाँ कोदोको बाली रहेको छ अनि यता चाहिँ बालुवा थुपार्ने व्यवस्था गरिएको छ। अहिले हामी घरमाथि आयो। अहिले हामी ठुलियामाको उपस्थित भयो। हेर्न सकिन्छ जताततै यति सामान दिएर यो घरबाट प्रहार भइएको छ। छानामाथि बलिरहेका छन्। यो हेर बाटोको हाल। अहिले हामी घरसम्म आइयो।
अब यसबाट बिदा पनि भिडियो हामीलाई कस्तो लाग्यो लाइक सब्सक्राइब कमेन्टमा बताइदिनु होला अब म बिदा हुन्छु।